हेलो साथीहरू नमस्ते अनि वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला र मेरो यो साउदी भ्लगको डे 1 मा यहाँहरूलाई स्वागत छ। र यति बेला अहिले म छु आफूले काम गर्ने ठाउँमा र अहिले बिहानको 5 बज्यो र मेरो ड्युटी भने भर्खरै सकिएर अब म रुम जाने तयारी गर्दैछु। एज यु क्यान सी यता गाडी रेडी छ र अहिले चाहिँ म साउदी अरबियाको हाइल भन्ने ठाउँमा छु। त्यहाँ अहिलेको मौसम निकै नै चिसो छ, सेम लाइक नेपाली मौसम। लेट्स गो बस। रुम चाहिँ यहाँदेखि करिब 15 मिनट जतिको दूरीमा चाहिँ छ। हामी लगभग दिनौँ आउँदा 15 मिनट जाँदा 15 मिनट गरेर चाहिँ रुम आउने जाने गर्छौँ र हामीलाई अब ट्रान्सपोर्टेसनको सुविधा चाहिँ कम्पनीबाट प्रोभाइड गरेको छ र त्यही नै हो। अहिले यहाँको रोडको अवस्था चाहिँ यस्तो छ होइन, टक्क झिलिमिली चारैतिर तर यो बाटोको झिलिमिलीहरू देख्दा पनि के भन्दाखेरिमा चाहिँ अब नेपालमा त अब यस्तो हुँदैन नि त। लगभग सिटी एरियामाहरू मात्रै हुन्छ अलिकति झिलिमिली भनेको, अलिकति लाइटिङ भनेको होइन। अब यहाँ चाहिँ जहाँ पनि बत्ती देख्दा चाहिँ आमा विदेश भनेको यिनै पो हैछ कि क्या हो जस्तो पनि लाग्छ बेला बेलामा। हुन त आफू आएको धेरै नभएर होला, अब 3-4 महिना भयो। 3-4 महिनामा चाहिँ अब यस्तो अब झिलिमिलीहरू देख्दा यताउता देख्दा चाहिँ अलिकति ओहो विदेश भनेको चाहिँ यस्तो हुने रहेछ। अब नेताहरूले पहिला भाषण दिँदा चाहिँ पोल पोलमा बत्ती पात पातमा बत्ती भन्थ्यो, त्यस्तै चाहिँ मलाई चाहिँ यहाँ चाहिँ त्यस्तो लाग्छ है। पोल पोलमा बत्ती पात पातमा बत्ती, जताततै बत्ती नै बत्ती। र फाइनल्ली साथीहरू अब म चाहिँ यति बेला रुम आइपुगेको छु। करिब 15 मिनटको यात्रापछि र आज भने म अलिकति खुसी, अलिकति नर्भस, अलिकति एक्साइटेड छु किनभने आज मेरो डे अफ हो र विदेशमा हुनेहरूलाई डे अफ भन्ने बित्तिकै एउटा छुट्टै किसिमको एक्साइटमेन्ट हुन्छ। ओखो आजको दिन भनेको मेरै दिन हो भन्ने टाइपको एउटा फिलिङ्स चाहिँ हुन्छ, किनकि डे अफ भन्ने बित्तिकै आमामा आफूले चाहे जति सुत्न पाइन्छ, खान मन लागेको बनाएर खान पाइन्छ, घुम्न जान मन लागेको ठाउँ घुम्न जान पाइन्छ। यो एक हप्ताको स्ट्रेस भुलाउने दिन नै डे अफ हो जस्तो लाग्छ मलाई। सायद म त अरूले के गर्नुहुन्छ त्यो चाहिँ थाहा भएन, मैले चाहिँ काउन्ट गर्छु कि जस्तो अब मेरो डे अफ आउन 4 दिन बाँकी छ, 3 दिन बाँकी छ, 2 दिन बाँकी छ भन्दै एउटा छुट्टै खालको एक्साइटमेन्ट, एउटा छुट्टै खालको रमाइलो चाहिँ हुन्छ यो डे अफको लागि वेटिङ गर्दा पनि। र म खुसी चाहिँ डे अफको कारणले गर्दा छु र आज म अलिकति नर्भस, अलिकति किन छु भने मेरो चाहिँ आज डाला ड्राइभिङ सेन्टरमा मेरो लिखित परीक्षा छ गाडीको। एकचोटि चाहिँ म फेल भएँ लिखित परीक्षामा। यहाँको चाहिँ अलिकति गाह्रो हुने रहेछ साउदीमा, अरू ठाउँको चाहिँ के कस्तो छ थाहा भएन। यहाँ यो आइएलसिटीमा चाहिँ अलिकति कम्प्युटर टेस्ट कटाउन चाहिँ अलिकति गाह्रो पर्ने रहेछ। त्यही भएर म चाहिँ तयारी गर्दैछु, मेबी भोलिको परीक्षामा चाहिँ पास हुन सक्छु होला, पास हुन्छु होला भन्ने चाहिँ मलाई लाग्छ होइन। र त्यही नै हो। म चाहिँ यति बेला रुम आइपुगेको छु र अब रुमतिर जाँदै गरौँ। यु क्यान सी हाम्रो पार्किङ चाहिँ यस्तो छ होइन। र यो चाहिँ हाम्रो भिल्ला र अब म यहाँ आएर टक्क अब खाना त खासै मन छैन, यसो चाउचाउ बनाएर खाएर त्यसपछि भोलिको ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी चाहिँ गर्नुपर्ला। त्यस्तै छ, बाहिरको रुम पनि त्यस्तै हुन्छ होइन। कम्पनीले दिएको रुम त हो, अब राम्रो प्रोजेक्ट त काम भएर साथीहरू खानासाना खाएर टक्क कपडा सपडा धोएर सक्यो। लुक एट द स्काई भ्यू। र यहाँ चाहिँ 2-3 दिन भयो अलिकति पानी परेको
आज पनि पानी पर्ला 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 जस्तो मौसम छ। म भने अलिकति खानासाना खाइसकेपछि यसो कामको स्ट्रेस भुलाउनलाई यहाँ माथि आउँछु, टक्क एकछिन छतमा बस्छु होइन, सर हेर्छु अनि छुट्टै आनन्द लाग्छ कि मलाई। र यहाँको यो आकाशहरू, यो मौसम, यो पहाडहरू यताको सबै हेर्दा चाहिँ मलाई नेपालै पुगे जस्तो फिल हुन्छ। पहिला पहिला मैले सुन्ने गर्थेँ होइन, आफूले आफ्नो घर छोडेपछि घरको महत्त्व थाहा हुन्छ भन्ने चाहिँ मैले पहिला अरूको मुखबाट सुन्थेँ होइन। अहिले चाहिँ त्यो कुरा मैले आफैले फिल गर्दैछु। घरबाट केही टाढा भएपछि कतिको नियास्रो लाग्ने रहेछ होइन। आफ्नै ठाउँको जस्तै मौसम देख्दा पनि आफ्नै ठाउँमा पुगे जस्तो चाहिँ एउटा फिल चाहिँ हुने रहेछ मनमा है। त्यही नै हो गाइस। अब मैले भर्खरै खाना खाएँ र कपडा धोएँ। अब भोलिको लागि हल्का तयारी पनि गरेँ। भोलि त के भन्नु, अहिले दिउँसोको लागि तयारी पनि गरेँ। र त्यही नै हो। अब आफैले कपडा धुनु पर्थ्यो भने त अब त्यस्तै हो। मेसिनबाट कपडा धुँदा त अब हप्तामा धोइन्छ भने आफूले धुनु पर्थ्यो भने त महिनौ लाग्थ्यो होला। जसोको पार्ट है। धुन्छु म जाँगरिलो छु। त्यत्रो 12-13 घन्टा काम त गरिन्छ भने चाहिँ अब आफ्नो काम गर्नु के नै ठुलो कुरा हो र। राम्रो छ जोस्, मौसम सबै राम्रो छ। चिसो अलि बढी छ, त्यही भएर सेफ्टी फर्स्ट होइन। टक्क टोपीसोपी लाएर हुडी लाएर म मासतिर आएको छु। र म तपाईँहरूलाई चाहिँ आज चाहिँ नि यहाँको भ्यू देखाउँदैछु। हायल, साउदी हायलको भ्यू चाहिँ म तपाईँहरूलाई देखाउँछु है त। कस्तो छ साउदी हायल, यहाँको भ्यू वातावरण म तपाईँहरूलाई देखाउँदैछु। वेट देखाउँदैछु। यो चाहिँ हायल सिटी हो, हेर्नुहोस्। आमामा आकाशमा प्लेन, चारैतिर पहाड अनि बिचमा यो हायल सिटी एकदमै राम्रो छ। साँच्चीकै मलाई साउदी अरबिया आएर पनि नेपालमै बसेको जस्तो फिल हुन्छ। अझै भनौँ अहिलेको यो जाडोको मौसममा अझै मलाई चाहिँ नि हुन त गर्मी भयो भने गर्मी पनि धेरै नै हुन्छ, तर जाडोले गर्दा चाहिँ अलिकति त्यो माइन्ड सेटअप पनि म चाहिँ विदेशमा आएको छु जस्तो पनि फिल चाहिँ छैन कि मलाई। म नेपालमै छु। आमा अझै हाम्रोमा त अब काम गर्ने सबै दाइहरू नेपाली नै हुनुहुन्छ। त्यो कारणले गर्दा नि विदेश आए जस्तो फिलै हुँदैन। त्यही घरदेखि अलिकति टाढा छु, घर जान पाउँदैन भन्ने कुराले चाहिँ अलिकति हो मलाई विदेश आए जस्तो लाग्छ। तर अरू कुराले त म यहीँ छु, म नेपालमै छु जस्तो चाहिँ लाग्छ। र त्यही नै हो गाइस, यो हायल सिटीको भ्यू। र म तपाईँहरूलाई भ्यू देखाउन भनेर यसरी चाहिँ भर्याङ चढेर यहाँ माथि आएको थिएँ। र त्यही नै हो। अब कामहरू लगभग सकियो। अब एकछिन चाहिँ सुत्नु पर्ला। अब झन् अब अरू बेला चाहिँ नि अब टक्क कामबाट आइन्छ, खानासाना खाइन्छ, सुत्नकै हतार भइहाल्छ होइन। छुट्टीको दिन चाहिँ सुतौँ, एकछिन बस्नुपर्छ, एकछिन बोल्नुपर्छ, फोन चलाउनुपर्छ भन्ने त्यो चाहिँ हुन्छ कि छुट्टीको दिन। झन् छुट्टीको दिन धेरै सुतिन्छ भन्ने एउटा माइन्डसेट हुन्छ, तर छुट्टीको दिन झन् यस्तै गरेर 6-7 घन्टामै निन्द्रा पुगिदिन्छ खै। अब यो के हो कुनै त्यो चाहिँ थाहा भएन है। अब चाहिँ म टक्क लाएर रुम जान्छु। तल रुम गएर एकछिन रेस्ट गर्नु पर्ला। र दिउँसो मलाई ड्राइभिङ सेन्टर जानु छ। र म तपाईँहरूसँग चाहिँ फेरि दिउँसोको भिडियो लिएर चाहिँ उपस्थित हुनेछु। अहिलेलाई चाहिँ म गएर सुत्नेछु।